जाने छोटी हाल्न खेद्नु मैले खिच्दिएँ क्या जेसुकै खानु यो हाल्नु फोटो हाने हुन्छ होइन फोटो नि कस्तो राम्रो रहेछ कि सिन त्यही भएर मन परेर यो उलिनु पर्ने के एउटा हामीले के के सबैको यो है ए है ताल देखेँ भने चाहिँ मैले त देख्दै देखिनँ ताल कहाँबाट देखेँ त्यो बजाएकै हाम्रो यो तालमा त होइन गएको जाने यो ताल त होइन यो खास त्यो ताल हेर त्यो काग घुमे छ नि एउटा यसमा यो त खास थियो यो खास थियो होइन यो खास थियो उतापट्टिको हो कि यो ठाउँलाई के भन्छ ठ्याक्कै कालिका त होइन है कालिका भन्ने कालिका हो र यो ठाउँमा सबै त्यसमा भिडियो के हो भिडियो यो बिचा बिचा शान्ति रुकामालाई भिडियो खिच यो होइन फोटो खिच्नु फोटो खिच्दै राजेन्द्र देवबाट एउटा फोटोलाई टिकटकमा हालेर गीत बनायो नि हुन्छ नि हो त नि फोटोलाई छोटा छोटा छोटो कहाँ आउँछ र त्यहाँ उसी त्यहाँ बस्छ नि एरिया यो फुल आउने तरिकाले फुल आउने तरिकाले हो त्यो फुल आउने बल्ल आयो नि हो राम्रो आयो ल ल है रेडी 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 बजेर लागि पख्न मिलामिया गोडा कस्ता यो राम्रो भएछ भिडियो ए बुढाबुढी कति सुहाएको होला कति राम्रो त्यस्तो त देखियो केटकेटीले गर्ने ल पिकनिक खान आएका यतै रमाइलो अरे बसिल ओ जान तपाईहरु हाम्रो आर बाबामा ए नजिकै हजुर आरबा तल बिसीमै हो आमा हेर नि त्यो दौडेको कति मजाले ए कुखुरालाई लहार्छ यसले ए त्यसलाई लगाइछ हो है के सब बराललाई चिन्नुहुन्छ के सब बराल चिन्नेछु कि पनि केरा त टन्नै रहेछ पिठ्या गर्न आइस फेरि ल ल ल आएको हेर आइज भने आएको ल ल ल ल ल अब मेरो मोबाइल बोकेर हिँड्छस् कति राम्रो जम्मै आयो हेर्नु नि पछि लाएर आइज भने त सबै आएको भए दौडेर कति राम्रो जानियो कति क्युट के है ए बदमास रहेछ ओइ मेरो ज्याकेट खायो अर्को बदमासले फेरि बदमासका राजाहरू ल बदमासका राजाहरू उ अर्को यहाँ आएर खाए कति बदमास रहेछन् ल यिनीहरू त छ्या ल फुर्लुङ फुर्लुङ गरेका जामजामी तीनटा एकलाई काटी 10 वर्ष 20 वर्ष बल्ल गर्यो आधाले स्पर्श हावा सरार
बिरती घाँसियो भेटियो न कहिले हाँसियो न बोलेरै बिरती घाँसियो माली गाईलाई बाटेको घामला मेरो माया छोडेर गाजामा माली गाईलाई बाटेको घामला मेरो माया छोडेर गाजामा मेरो माया छोडेर मेरो माया छोडेर अहिले आउँछ नाच्ने पालो यही बेला खिच्नु भाउजू है मकै लायो खोइ त नि नाच्ने कम्पनी होइन नि यिनीहरू मैले हेर्न पऱ्यो भने माइजूले न्याउ देखेर हुँदैन माइजूले यहाँ आउनुपर्छ भित्र दोकान थाप्न पऱ्यो नि एउछिन् थाकेर हो म अहिले देखिनँ म बोल्न आएँ लाउने आफू हामी नाच्न पर्यो कहाँ गयो बुन्टु खै मलाई नआइज भने कि होइन लल्लु कतिको थाके नाचेर म थाके सबको ल्याउनु पर्यो त खै भाइ के खान लाग्यो भाइले अन्डा खान लाग्यो क्या हो फुचिहरू नाति नमस्कार 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 मलाई हेर नि यता देखान अरे यिनीहरू के मलाई बनाउँछहरू अङ्कल हजुर नमस्कार आन्टी नमस्कार बोलाउनुको गल्लो हो नि हामी गल्लै हो आन्टी ल है हाम्रो फडिन्द्र बाबु बिजी हुनुहुन्छ यता हेर्दा नहेर्ने यसो ल बिजी आजका आयोजक विशेष त्यो मैले आयोजक त भनिदिएँ सबै हौँ आयोजक त विशेष। सबै हौँ अब मलाई यो क्यासको जिम्मा जिम्मा दिएको दिएपछि त आयोजकै हुनु हो नि त आयोजक यो प्रायोजक बिल्डा काम गर्ने भएपछि यो दुःख पाइँदो रहेछ क्या सिपालुहरू दुःख पायो भने हामी केही जान्दैन हामीलाई कसैले केही भन्दैन होइन रमेश सिपालुले दुःख पाइन्छ नि जहाँ पनि नमस्कार है नमस्कार अङ्कल यो नाच्नु पर्दैन है बस्ने हो छोरीले नचाहेको हो खाने हो भाइ अब ठिक छैन बन्द गरिदिनु एकछिन खोलेर ढिलो आयो बल्ल आएको हामी त बिगाऱ्यो नि त अन्त आइदिया बाजी समयमा नै भयो कि आयो
ओए कहाँको बना हिँडेका हो लुख्रु लुख्रु कहाँ हो पौडी खेल्न हिँडेका हो क्या दिपाङ तल होइन छ खोल्छ खोल्छ ओर्ला नि भन्थ्यो के अरे बाटो म त आन्टीसँग हिँडेपछि जताबाट नि निकाल्नुहुन्छ ए आन्टी यता हेर्नु गीत गाउनु न अब म अहिले कहाँ जाने छु घर सारा टाढा माछी काँडे डाँडैमा घर सारा केही छैन कुरोकानी आज किन आउनु त आन्टी यो वन पाखामा किन ल गीत खोइ गीत बजाइनस् बजाइन बजा यसले टिकटक बनाउनु लाग्यो ल दिपाङ तालमा आइयो आज पिकनिक खान होइन आन्टी आज रमाइलो होला आउनु हाम्रो पिकनिक स्पट उहाँ छ उहाँ पिकनिक छ हामी यहाँ आइयो ल आउनु आउनु सुन्दा आन्टी हिँडेको के मैले यहाँ बनाइदिन्छु ल हामी दिदी बहिनी हामी एकै ठाउँका मान्छे बल्ल आज चाहिँ भेट भयो यो भेटले हामीलाई एउटा अविस्मरणीय क्षण नै गराउने भयो त नि एकदम रमाइलो छ ल ल गीत गाउनु छैन नाचेर हो ल जुन गाने त रतेली गाने गाइने हुन्न त दिपाङ तालको सम्झना रानी भयो सम्झना गीत गान्छ अर्को गीत गाइने हुन्छ कि के जाति गीत यस्तो ढङ्गै त्यहाँ गीत गाएको थियो के गीत बिर्सिएको रहेछ क्या ए दिपाङ तालमा भेट भएको आज यो मनको कुरा खोल्नी लाग्यो दिपाङ तालमा भेट भएको आज यो मनको कुरा खोल्नी लाग्यो तिमलाई टाढा मलाई नि टाढा माछी काँडे डाँडैमा घर सारा राधा नि गयो हुन्थ्यो भाइ उतै पछाडि पछाडि आऊ न तिमी ओ ओके हामी जाम बोट्नु होला फेरि नाच गाने हातै सडियो फिनिस ल स्टार्ट ल वहाँ क्या गीत भयो टिकटक बनाएको त धेरै जा मिसियो ल हेर गीत उहाँ छ मान्छे यहाँ नाचे खान क्यारेका हुन् क्यारेका हेर्दै हिँड्छु है पछि अबे कुकुरा झसेङ ल हेर कति राम्रो भजन गाएन
स्टाफ है भयङ्कर रमाइलो यो ठुलै रहेछ नि होइन यो ताल पनि कमलको फुल दिपाङ ताल हामी यति नजिक भएर पनि यहाँ आएका रहन्छौँ होइन कति रमाइलो तालको सहर यो अब कति 8 ताल 7 तालको सहर हो यो त्यो मध्येको एउटा ताल आज दिपाङ ताल हामीले आज अवलोकन गरियो अब अन्त पनि सँगै जान पाए राम्रो हुन्थ्यो कि होइन अब कसरी भेट भइन्छ आज जोडाइदिएछन् हाम्रो अर्को सालले यस्तै प्रोग्राम गरेर फेरि भेट हुन्छ भेट हुन्छ ल कस्तो राम्रो रहेछ थुमको के भएको यो के भएर हजुर हामी सासु बुहारीको अँ एकदम राम्रो फर्काइदिए हुन्छ ल सासु फुर्सदिली है कहिले हुन्छ खै बुहारी र सासु बस दिनभरि गफर्नु दिने जस्तो तिमी मास्टरनी मान्छे कहाँ फुर्सद पाउँछौ त भयो त्यसै मरिन्छ जस्तो हुन थालिसक्यो क्या गर्दिनौ अहिले शान्तिले के खिच्नलाई चाहिँ दिदीबहिनीसँग बस्नै नपाएँ जागिरहेको त्यस्तै हो दिदी अँ